मिति 2082 10 महिना 24 गते शाखा अधिकृतको परीक्षामा सोधिएका प्रश्नहरू। कर्मचारी तन्त्रीय सिद्धान्तका प्रतिपादक को हुन्? यसको सही उत्तर म्याक्स वेबर। डाँफे नाच कुन जातिमा प्रचलित लोक प्रमुख नाच हो? मगर समुदाय। नेपालका जिउरा शहीद भनेर कसलाई चिनिन्छ? टङ्कप्रसाद आचार्य। तीन मुखे झुलुङ्गे पुल छुने जिल्ला कुन कुन हुन्? गुल्मी, स्याङ्जा र पाल्पा। नेपाल प्रिमियर लिग 2 उद्घाटन खेलमा कुन कुन टिम सहभागी थिए? काठमाडौँ र जनकपुर। हालको मुद्रास्फीति दर कति रहेको छ? 5.5%। मलक्का जलसन्धि कुन कुन देशबीचको जलसन्धि हो? इन्डोनेसिया र मलेसिया। प्रदेशको प्रशासनिक प्रमुखको रूपमा को रहने व्यवस्था छ? प्रदेश सचिव। युएन क्याट कुन क्षेत्रसँग सम्बन्धित रहेको छ? व्यापार तथा लगानी वृद्धि। नेपालमा बढी विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र कुन हो? पर्यटन। जलवायुको मापन कति वर्षको औसतलाई गरिन्छ? प्रत्येक 30 वर्ष। सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्र कुन हो? हेलियोस्कोप। 16औं योजनाको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको घरधुरी कति पुर्याउने लक्ष्य रहेको छ? 85%। प्रशासन सुधार आयोग 2070 ले खारेज गर्न सिफारिस गरेको मन्त्रालय कुन हो? राजस्व तथा अनुसन्धान मन्त्रालय। मृत्युदण्ड दिन नपाइने सम्बन्धी व्यवस्था भएको मौलिक हक कुन हो? सम्मानपूर्वक बाँच्न पाउने हक। उचाइका आधारमा हिमालहरूको क्रम सगरमाथा, कञ्चनजङ्घा, लोटसे, मकालु। नेपालमा एआई केन्द्रको स्थापना कहिले भयो? 2082 कार्तिक 24 गते। रक्त सञ्चार प्रणालीका पिता को हुन्? विलियम हार्वे। कटारमा भएको 22औं फिफा विश्वकप सन् 2022 को खेलमा तेस्रो हुने राष्ट्र कुन हो? क्रोएसिया। पूर्वबाट पश्चिमका जिल्लाहरू तलका कुन कुन हुन्? पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, सुर्खेत। सही उत्तर। जनसङ्ख्याको आधारमा देहायका जनजातिको बढीदेखि कमको क्रम मिलाउनुहोस्। यसको सही उत्तर मगर, थारू, तामाङ, राई। सन् 2025 को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने व्यक्ति को हुन्? जेएल मोकिर, फिलिप घियान र पिटर हाउबिट। विश्व भोगमती सूचाङ्क 2025 मा नेपाल कति स्थानमा रहेको छ? 72औं स्थानमा। मानव विकास सूचाङ्क 2025 मा नेपाल कति स्थानमा छ? 145औं स्थान। WWW का पिता को हुन्? सर टिम बर्नर्ली। कोपाको पहिलो सम्मेलन कहाँ आयोजना भएको थियो? यसको सही उत्तर जर्मनीको बर्लिन। आइपिएलमा खेल्ने पहिलो नेपाली क्रिकेटर को हुन्? सन्दीप लामिछाने। नेपालमा कुन कुन सार्क शिखर सम्मेलन भएका थिए? 3, 11 र 18औं।